अहिले चाहिँ मेरो सबैलाई अपिल के छ भने सबैजनालाई जति जति हामी राजनीतिक नेताहरू छौँ, हामीलाई आम नागरिकले नेता मानेको, हामीलाई अभियन्ता मानेको 2 जना 4 जना 10 जना 100 जना 1000 जना लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढङ्गले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ। यो कसैले पनि जित्दैन। मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ। तपाईँका प्रश्नको लक्ष्य पनि त्यही हुनुपर्छ, मेरो जवाफको लक्ष्य पनि त्यही हुनुपर्छ। कसैले कुनै सामाजिक सञ्जालमा लेख्ने स्ट्याटसको लक्ष्य पनि यही हुनुपर्छ, पढ्ने पाठकको लक्ष्य पनि यही हुनुपर्छ, लेख्ने लेखकको उद्देश्य पनि यही हुनुपर्छ। त्यस कारणले एउटै साझा उद्देश्यमा अहिले हामी लागौँ। यसलाई क्रिटिकल्ली हेर्ने, यसले गलत गरेको रहेछ भने त्यसमा एक्सन लिने हामीसँग समय छ। र अहिले सबैले संयमित भएर प्रश्नहरू संयमित हुन्, जवाफहरू संयमित हुन्, एउटा अत्यन्त संयमित भएर राजनीतिक सुझबुझका साथ अगाडि बढ्नुपर्ने परिस्थितिमा हामी छौँ। हेर्नुहोस्, यो साम्प्रदायिक दङ्गा भनेको कसैले रहर गर्ने, कसैले रमाइलो गर्ने या कसैले उत्तेजना र आवेगमा आउने कुरा होइन। यहाँ यसको झिल्को मात्र पाएका देश र समाजहरू कसरी डढेका छन् भन्ने कुरा इतिहासको पाना पल्टाए हुन्छ। त्यस कारणले हामी सक्षम छौँ, राजनीतिक नेतृत्व सबै राजनीतिक दलका मान्छेहरू हामी सक्षम छौँ, हामी गर्न सक्छौँ र हामीले गर्नुपर्ने हुन्छ। घर घरमा जो घरबाट निस्किएर बाहिर जानुभएको छ, हरेक घरका अभिभावकको जिम्मेवारी हो कि आफ्नो घरबाट यस्तो किसिमको प्रदर्शनमा जाने आफ्ना परिवारका सदस्यलाई घरमै रोकौँ। घरबाट निस्किएर घरमा आगो लगाउन किन पठाउँदैछौँ हामी? त्यस कारणले भएका कमी कमजोरीको समीक्षा हामी गरौँला नि। कसैले कमजोरी गरेको रहेछ भने उसलाई राजनीतिक रूपमा, नैतिक रूपमा कहाँ जिम्मेवार गराउने हामी गराउँछौँ, त्यसमा निर्धक्क हुनु होला। त्यस कारणले अहिले कसले के गर्यो, कसको काम कति भयो, यो बाँडफाँड, दोषको बाँडफाँडमा नलागौँ। यदि दोष लगाउने कोही मान्छे चाहिएको छ भने मलाई लगाउनुहोस् दोष, म सत्तारूढ पार्टीको सभापति हुँ। दोषी चाहिएको अहिले तत्काल चाहिएको छ भने, तर अहिले दोषी खोज्ने काम नगरौँ। मेरो अनुरोध, हामी हेर्दै गरौँला। अहिले हामीले आगो निभाउनुपर्छ, सबै जिम्मेवार बन्नुपर्छ। यो जिम्मेवारीबाट हामी उम्क्यौँ भने हामी फेरि रिभ्यू गर्छौँ कहाँ यस्तो समस्या आयो, यो साम्प्रदायिक हिंसा भड्किने अवस्था देशमा कसरी सृजना भयो, कति लामो अभ्यास भएको थियो, कस्ता कस्ता तत्त्वहरूले यहाँ काम गरिरहेका छन्, हामी त्यसको समीक्षा गरौँला। तर